हेलो साथीहरू, नमस्ते जोडले वेलकम छ तपाईँहरूलाई मेरो मिनी भ्लग भन्दाखेरि कस्तो लाग्ला। मिनी भ्लग भन्दाखेरि त 5 मिनटको पनि मिनी भ्लग हुन्छ र भन्दै हुन्छ, कोही कोहीले भन्नुहुन्छ पनि। अनि साथीहरू, हामी चाहिँ घुम्नको लागि निस्केको हाम्रो ग्रिनल्यान्ड फ्यामिलीहरू, हाम्रो ग्रिनल्यान्ड स्कुलको फ्यामिलीहरू सबै हामी चाहिँ चितवन घुम्नको लागि निस्केको साथीहरू। होटलको नाम चाहिँ ठ्याक्कै थाहा भएन, मुखमा त मनमा त आउँछ तर मुखमा फ्याट्टै आउँदैन यस्तो बेलामा। नि हामी चाहिँ हिँड्दै गर्दाखेरि गैँडाकोटको बिचमा चाहिँ हामी पोलेको मकै खानको लागि हाम्रो गाडी रोक्यौँ त्यहाँनिर। अनि हामी चाहिँ मिठो पोलेको मकै अनि खायौँ। कोही चाहिँ ठिकै थियो, कोही चाहिँ अलिक पाकेको थिएन। मैले लिएको चाहिँ अलिक पाकेको थिएन कि गाउँमा कहिलेकाहीँ हामीले त्यो बिचमा चाँडै खाने भनेर पोल्दाखेरिको जस्तो थियो मेरो चाहिँ। अनि यस्तो मकैले फेरि अलिक पोलेर अलिकति राम्रो पोलेन भने चाहिँ पेट अलिकति गडबड गर्छ कि साथीहरू। हामी चाहिँ हिँड्दैछौँ। हामी चाहिँ काउसोतीबाट चाहिँ चितवन गएको। अनि होटेलको नाम चाहिँ के भन्दै थियो, म कस्तो मनमा आउँछ मुखमा भ्यात्तै आउन्न। अनि हाम्रो साथीहरू भन्दा नि हाम्रो म्यामहरू, सरहरू, दाईहरू सबैजना हुनुहुन्छ भनौँ न। हाम्रो ग्रिनल्यान्ड फ्यामिलीको सबै मेम्बर्स भनौँ न। यही होटेलको नाम यही हो। अनि साथीहरू एकदमै राम्रो छ, तपाईँहरू पनि मेरो भिडियो हेरेर त्यो होटेलमा आउन सक्नुहुन्छ। अनि एकदमै राम्रो, खानपिनको लागि राम्रो छ। अनि स्विमिङको लागि छुट्टै। अनि साथीहरू, हामी चाहिँ स्विमिङ कस्ट्युम चाहिँ लिएर आएको थिएन, हामीले चाहिँ त्यहीँबाट अनि लियौँ। अनि त्यहाँ चाहिँ स्विमिङ कस्ट्युमहरू चाहिँ त्यहाँ लिन आफै किन्न नि पाइँदो रहेछ र आफै त्यहाँनिर यो स्विमिङ कस्ट्युमहरू भाडामा लिन पनि पाउने रहेछ। हामीले चाहिँ भाडामा लियौँ। अनि हाम्रो साथीहरू चाहिँ पुरै फोटो खिच्नको लागि रमाइरहेका छौँ कि हाम्रो सबैजना अब घुम्न गइसकेपछि चाहिँ सबै छुट्टै हुन्छ नि त। अनि रमाइलो पनि हुन्छ छुट्टै आफ्नो टालमा। अनि सबैजना म चाहिँ भिडियो गराउनको लागि यस्तो भिडियो लिइरहेको थिएँ, तर के भिडियो राम्रो आएन कि। अनि त्यही भएर मैले मोबाइल उठाएँ। अनि सबैजना आफ्नो तालमा लाग्यौँ। अनि म चाहिँ मोबाइल फेरि राखेर फेरि राम्रो भिडियो गराउँछु भनेर कुरिरहेको थिएँ, पाएन। साथीहरू सबै आफ्नो तालमा। अनि साथीहरू हामी चाहिँ आफ्नो सामानहरू लिएर अनि तल हाम्रो रुममा गयौँ कि। अनि हाम्रो रुम चाहिँ तलपट्टि थियौँ। अनि एकदमै राम्रो, एकदमै सफ्ट। अनि तपाईँहरू पनि गयो भने त्यहाँनिर यस्तै राम्रो ठाउँहरू अनि खानेकुरा पनि एकदमै मिठो, एकदमै सफा, एकदमै राम्रो पाइन्छ भनौँ न। हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो त्यहाँ गएर। हामी चाहिँ आफ्नै सुरमा एकदमै रमाइलो गर्न पाएँ साथीहरू। अनि स्विमिङ ड्रेस लाउन लगाइरहेको छौँ। मैले स्विमिङको चाहिँ भिडियो गर्न पाएन, किनकि अब स्विमिङ गर्ने बेलामा मोबाइल कसले लिएर जान्छ साथीहरू है। अनि म चाहिँ एकदमै चिल भएर नि सुतिरहेको थिएँ। मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको थियो कि। अनि हामीले थोरै फोटोहरू पनि क्लिक गऱ्यौँ। अनि भिडियो अलिकति लामो भयो जस्तो लाग्यो कि मलाई नि है। भिडियो गराउँदा म लामै बनाउँछु भन्ने सोच मेरो हुन्छ, तर अनि पछि चाहिँ यस्तै हुन्छ। अनि बोल्नुपर्छ आफै धेरै 6-5 मिनटको। अनि मिनी भ्लग हुन्छ त साथीहरू, भन्नु न मिनी भ्लग हुन्छ 6-7 मिनटको भनेको। मलाई एकदमै रमाइलो लागिरहेको थियो साथीहरू। के गर्नु अब त्यस्तै हो। अनि एकदमै आनन्द फिल लिइरहेको थियौँ। हामी चाहिँ आफ्नो तालमा सबैजना थियौँ कि घुम्दा गइसकेपछि त सबैजना आफ्नो तालमा भइहाल्छौँ। अनि साथीहरू, हामी चाहिँ एकछिनपछि स्विमिङ कस्ट्युम लाएर हामी चाहिँ स्विमिङतिर लाग्छौँ साथीहरू। एकदमै रमाइलो। अनि म चाहिँ म्यामसँग अनि के सोध्दै थियो भन्दाखेरि आज हामी के गर्न आएका हौँ भनेर सोध्दै थियो। अनि म्यामले हाँसेर अनि म चाहिँ हाम्रो साथी स्विमिङ कस्ट्युम लगाएर रेडी हुनुभएको। अनि म र म्याम चाहिँ हाम्रो लागि स्विमिङ कस्ट्युम लिनको लागि रेडी भएको कि। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि स्विमिङ कस्ट्युम हामीले के लिएर आउन सकिन्छ भनेर, के लिएर आउने रहेछ भनेर। मलाई एकदमै झ्याल आउँछ कि यो बोलेर भिडियो बनाउन पनि कस्तो लागेर आउँछ, यो बोल्न पनि कति धेरै बोल्ने कि साथीहरू है। अनि साथीहरू, तपाईँहरू पनि यो होटेलमा जान सक्नुहुन्छ। एकदमै राम्रो, स्टाफहरू पनि राम्रै हुनुहुन्थ्यो। अनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ, सबैजनालाई राम्रो लागेको थियो। किनकि त्यहाँ गएर अनि हामीले चाहिँ
रमाइलो गर्न पायौँ नि त आफ्नै भिलामा। अनि स्विमिङ कस्ट्युम हेर्न गयौँ म र म्याम चाहिँ। अनि हल्का फुल्का भिडियो पनि लियौँ। अनि कस्ट्युमहरू चाहिँ अलिक खत्रै थियो किनभने स्विमिङ गर्ने साथीहरूलाई थाहा हुन्छ कस्ट्युमहरू कस्तो कस्तो खालको हुन्छ भनेर। नि हामीले चाहिँ त्यो कस्ट्युमहरू खासै देखाएनौँ है साथीहरू, किनकि हामीलाई चाहिँ अलिकति त्यही बुझ्नु न, त्यही हो। ल साथीहरू हामी स्विमिङ कस्ट्युम लिएर गयौँ। अनि कस्ट्युम लिएर गइसकेपछि साथीहरू हामी चाहिँ स्विमिङ गर्नको लागि रेडी हुन्छ। अनि स्विमिङ गर्न रेडी भइसकेपछि मैले मोबाइल लिँदिनँ किनकि झ्याउ लाउँछ कि। अनि म चाहिँ स्विमिङ गरेर भ्याइसकेँ, बिहान ड्रेस चेन्ज गरेर आएको। ल साथीहरू मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला।